हाम्रो देश कहिले सुध्रिने गाइज होइन, कहिले प्रगति। अब त केही हुन्छ, चेन्ज हुन्छ, परिवर्तन हुन्छ भन्ने एउटा आश राखेको पनि फेरि आन्दोलन गरे, कहिले के गरे होइन, यस्तै यस्तै कुराले रोकटोक गरिरहेको छ कि प्रगति कहिले हो त कहिले होइन। अब हुँदा हुँदा हाम्रो गृह राष्ट्र मन्त्री नयाँ युवा जो राष्ट्र मन्त्रीमा थिए उनलाई समेत अब राजीनामा दिने अवस्थामा पुर्याए, राजीनामा दिए पनि नभए युवा एक ठाउँ पुगेको थिए होइन, राजीनामा दिए भनी राजीनामा दिन बाध्य गरे। यसरी नै हो त हाम्रो देश चल्ने। राष्ट्रपति छन्, ठाउँमा पुगेर गरेकाहरूलाई त गर्न दिनु नि, खाओस् अलिअलि खाओस्, तर राष्ट्र पनि बनोस् न होइन। राष्ट्र पनि विकसित बन्छ। राष्ट्र विकसित भएर काम गरेर देखाएमा अलिअलि खाँदैमा फरक परेको, तर सबै खाने झोलीहरूभन्दा त अलिअलि खानु बेटर नि हो कि होइन। मलाई चाहिँ त्यस्तो लाग्छ है। सबै खानेलाई खान दिनुभन्दा अलिअलि खाएर राष्ट्रलाई, राष्ट्रपतिको हितप्रति काम गर्नेलाई धेरै राम्रो मान्छु कि म चाहिँ। तपाईँहरूलाई चाहिँ के लाग्छ? यसो आफ्नो जिज्ञासा भन्नु होला होइन, मेरो तर्फ सही।